हजुरआमा कति प्यारो शब्द छ है हजुरआमा। सायद मैले बच्चादेखि नै हजुरआमाको माया पाएर होला मलाई यति प्यारो लागेको हजुरआमा। मलाई मेरो मात्र हजुरआमा होइन, मलाई सबैको हजुरआमा एकदम धेरै प्यारो लाग्छ। किनभने मैले बुझेको छु नि, हजुरआमाले आफ्नो नाता नातिनीप्रति गर्ने माया, कति माया गर्नुहुन्छ आफ्नो नाता नातिनीलाई हजुरआमाले। सायद यो संसारमा आमा बुवा पछि कसैले धेरै माया गर्नुहुन्छ भने त्यो हजुरआमा नै हुनुहुन्छ। किनभने मैले बुझेको छु हजुरआमाको माया। हो, मुखले त भन्नुहुन्छ तँलाई म माया गर्दिनँ, तेरो लागि के गर्दछु र, तँलाई मैले के किनेर ल्याइदिएको छु र भन्नुहुन्छ। तर मैले बुझेको छु नि, कहीँ जाँदाखेरि केही खाँदाखेरि यति सानो भए पनि टुक्रा ल्याइदिने मेरो हजुरआमा कति प्यारो छ है। आफ्नो नातिनीलाई छोरा बुहारीले गाली गर्दाखेरि अगाडि बसेर उभिदिने, नातिनीको सपोर्ट लिने, गल्ती भए पनि नातिनीको सपोर्ट लिने को हुनुहुन्छ? हाम्रो हजुरआमा। पिटे खान्छ भनेर लुकाइदिने